कृष्ण हरि बोल। हेलो एभ्रिवान, गुड मर्निङ एन्ड वेलकम ब्याक टु द च्यानल। धेरै दिनपछि भिडियो बनाएको, अब व्यस्तता बिजीको कारणले गर्दा है। आज पनि अब बल्ल बल्ल छुट्टी मिलाएको छु। छुट्टी पनि त म 3 दिन छु। त्यसपछि त फेरि भिडियो बनाउनु पाइँदैन, अब ब्याक टु वर्क हुन्छ नि त। अनि आज चाहिँ खासै स्पेसल त केही पनि होइन, बुढा नीलकण्ठको अब इस्कनमा आएको चाहिँ बहिनीलाई पनि आउने इच्छा थियो। बहिनी र म दाजु बहिनी अनि भित्र हामी दर्शन गर्छौँ अनि तपाईँलाई भेट्छौँ है त। अनि बाहिरको नजारा चाहिँ यस्तो छ गाई, यहाँनिर यस्तो छ। माथि चाहिँ अब गाईलाई दानासाना दिने यताउता पनि छ। अनि त्यसपछि यहाँ अब क्यान्टिनभित्र भनौँ न, अब यसको नजर चाहिँ यस्तो छ। आज चाहिँ अब कम्पेयर टु अब बिहिबार र स्याटरडे चाहिँ एकदम बिजी हुन्छ। तर आज चाहिँ खासै त्यति चाहिँ देखेन। म पहिला आउँदा चाहिँ अलिकति भिड थियो, आज चाहिँ अलिक कमै थियो क्या। अनि भित्र हामीले गएर दर्शन सर्शन पनि गरेर आइसक्यो होइन। अनि अघि आउँदा चाहिँ मैले भिडियो बनाउनु पाएको थिएँ क्या, त्यही भएर भित्रको नजारा चाहिँ यस्तो छ। यता बाहिरको यता जान्छौँ हामी अनि फोटोसोटो खिच्छौँ अनि त्यसपछि फर्किन्छौँ। अघि फर्किँदा हामी अब एकछिन फोटो खिच्नु पाइन्छ कि भनेर अड्केर ढिलो भयो क्या हाम्रो। बहिनी र बहिनी हाल्छ। बाहिरको नजारा यस्तो छ गाइस। यहाँको पानी भयो होइन यतातिर। अनि फोटो खिच्ने ठाउँ भयो। यहाँ चाहिँ भित्र जान अलाउ छैन, यस्तो छ यहाँनिर। पहिला पनि आएको थिएँ म एकचोटि होइन, तर त्यो पहिला आउँदा चाहिँ मैले भिडियो बनाउनु पाएको थिएन कि, त्यतिकै सर्ट मात्रै बनाएको थिएँ। इस्कन टेम्पल भनेर चाहिँ यही हो, इस्कन टेम्पल भनेको होइन एरियाहरू। पहिला त यो अब योभन्दा कति वर्ष अगाडि त यस्तो स्पेस थिएन, खालि टेम्पल थियो। टेम्पल पनि रङ अर्कै टाइपको थियो क्या। तपाईँले गुगलतिर हेऱ्यो भने पाउनु सक्नुहुन्छ त्यसको तस्बिर। यसको नजारा यहाँनिर भित्र पनि यस्तो छ। आज अब गोवर्धन पूजा होइन, पुरा नाचगान यताउता भजन बेलुकासम्म हुन्छ अरे आज। यसको खुल्ला छ कि यो एरियाहरू। अब गोवर्धन पूजाको लागि पुरा रेडी छ होइन। म भित्र अब हामी त्यति चाहिँ घुम्दैनौँ। पहिला पनि म घुमिसक्यो। मेन अब त्यही मन्दिर अब बहिनीलाई त्यही हेर्नु मन थियो, त्यही हेरिसक्यो। अनि फर्किहाल्छ अब सर एकचोटि हामीले फोटो खिच्छौँ अनि हामी फर्किहाल्छ। जाने यताबाट होला फोटो खिच्नु त्यहाँ ए ल एकछिन गाइज अब फोटोसोटो खिच्छौँ अनि हल्का भिडियो बनाउँछौँ, त्यसपछि हामी फर्किहाल्छौँ। यस्तो छ नजारा यहाँको चाहिँ। इस्कन चाहिँ यो भइहाल्यो होइन। यहाँनिर टन्नै पूजाहरू गर्दैछन्। प्रोग्राम आज रातिसम्मै हुन्छ अरे। इस्कन तर आज त खाली रहेछ। हामी त्यसपछि यहाँबाट निस्किहाल्छ। यहाँको माहौल अघि त खाली थियो होइन, अहिले चाहिँ हल्का भनौँ न। आज फेरि गोवर्धन पूजा पनि चाहिँ पूजापाठहरू भजन कीर्तनहरू दिनभरि नै खुल्ला हुन्छ। तर हामी एकछिन बस्छौँ, त्यसपछि हामी फर्किहाल्छौँ। हरे कृष्ण हरि बोल। लगाइ चाहिँ हाम्रो दर्शन पनि सक्यो। यहाँ चाहिँ यसरी गरिन्छ होइन। अब कृष्णनको यो हो, यस्तो हो यहाँको बात चाहिँ। अघिसम्म त टन्नै भिड थियो, अहिले चाहिँ अब खाली भयो होइन। अब सक्यो भनौँ न। अनि आज विशेष गोवर्धन पूजा एकदम भिडभाड हुन्छ कि। अब माथि पनि अब पूजाहरू छ अरे, जानु भनेको छ। तर हामीले जाँदैन होला, हामी फर्किहाल्छौँ यसो। त्यसपछि यहाँको एरियाहरू चाहिँ स्पेसहरू यस्तो छ, कत्रा छन्। यहाँ फोटो खिच्दैछन्। वेल गाइज अब हाम्रो फोटो सेसन पनि भयो, हल्का भिडियो सेटिङ भयो, भित्र दर्शन पनि गऱ्यो। अब हामी फर्किन्छ सर्ट भिडियो क्या। अब धेरै दिन भयो नि त पवनमा पग्यो। अब यहाँ पनि फोटो खिच्यो होइन। यहाँ विष्णु भगवान् कृष्ण भगवान् भनौँ न। ठ्याक्कै यो त हामीले महाभारतमा पनि देखेको थियो नि, टक्क नाग निस्किन्छ नि समुद्रबाट कि। ठ्याक्कै त्यही त्यसकै अब नजारा आयो, फोटो कपी भनौँ न, त्यस्तै बनाएको छ।
अनि माथि चाहिँ अब हामी गएन होइन, माथि अब गाई पूजा यताउता गोवर्धन पूजा हो नि त, सबै पूजापाठ बेलुकासम्म खुल्छ अरे क्या। बेलुकासम्म त बसिँदैन नि त, बेलुका नै अब हाम्रो कामहरू छुट्टै छ, घरमा पनि छुट्टै कामहरू बाँकी छ होइन। अनि त्यही हो, मेरो चाहिँ यो सेकेन्ड टाइम हो। अब बहिनीको इच्छा भएर हो कि, बहिनीको चाहिँ फर्स्ट टाइम हो, त्यसलाई पहिलादेखि आउने इच्छा थियो, तर अब काम व्यस्तताको कारणले चाहिँ आउनु पाएन। अब हामी पेट पूजा गर्छौँ होइन, अनि त्यसपछि हामी फर्किन्छौँ गाइस। भित्रको क्यान्टिन चाहिँ यस्तो छ कि यहाँनिर, यो भित्र क्यान्टिन पहिला पनि एकचोटि आएर खाएर, अब शाकाहारी हो नि त यहाँ त पुरै, पहिला पनि एकचोटि म आएर खाएर गएको हो यहाँनिर। तर अहिले त भिड रहेछ हौ, पहिला त थिएन यस्तो भिड, अहिले चाहिँ एकदम भिड रहेछ। त्यति त ठिकै रहेछ, जस्तो यो सबै यिनीहरूको एउटै एरिया हो कि। ल हामी खाजा खान्छौँ अनि त्यसपछि तपाईँलाई भेट्छु है त। बेलुका जब हामी पनि खाजा पनि खायो, अब निस्किन्छौँ फर्किन्छौँ होइन। त्यसपछि कस्तो अल्छी लगाएर आज। ल क्यान्टिन चाहिँ यस्तो हो, क्यान्टिनको नजारा पनि तपाईँलाई देखाइदिइहाल्यो होइन। सर्ट भिडियो कि एकदम सर्ट भिडियो गाइज है। ओके बाई, अब बाई, थ्याङ्क्स फर वाचिङ। ओके गाइज अन्त अगाडिको मात्रै अगाडिको हो, त्यसरी मात्रै हेरेर किन त टक्क 10 सेकेन्ड